नमस्कार दर्शकवृन्द, स्वागत छ नयाँ आइपिओ अपडेटमा। आज हामी कुरा गर्दैछौं सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ बारे, जसले पुस 9 गतेदेखि पहिलो चरणको आइपिओ निष्कासन गर्न लागेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर 25 गते आइपिओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले पहिलो चरणमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर निष्कासन गर्न लागेको छ। स्थानीयका लागि कम्पनीले 6,89,675 किता शेयर निष्कासन गर्नेछ। यसमा न्यूनतम 10 किता र अधिकतम 50,000 कितासम्म आवेदन दिन सकिनेछ। स्थानीयले पुस 9 गतेदेखि पुस 23 गतेसम्म आवेदन दिन सक्नेछन् र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा माघ 8 गतेसम्म म्याद थप हुनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि 68,967 किता शेयर छुट्याइएको छ, जसमा आवेदन अवधि पुस 9 गतेदेखि पुस 14 गतेसम्म रहनेछ र आवश्यक परेमा पुस 23 गतेसम्म म्याद थप हुन सक्छ। पहिलो चरणपछि कम्पनीले सर्वसाधारणका लागि पनि आइपिओ निष्कासन गर्नेछ। कम्पनीको कुल जारी पुँजी 68 करोड 96 लाख रुपैयाँ रहेको छ, जसको 20% शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। आइपिओ निष्कासनको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लामा 11 मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी गत साउनदेखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ। कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ, जसले कम्पनीको व्यवस्थापन र दीर्घकालीन सम्भावनालाई बलियो बनाउँछ। केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर NP/BB- रेटिङ दिएको छ, जसले कम्पनीको जोखिम स्तर मध्यम रहेको संकेत गर्छ। यदि तपाईँ आयोजना प्रभावित, स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली वा दीर्घकालीन हाइड्रो सेक्टरमा लगानी गर्न चाहने लगानीकर्ता हुनुहुन्छ भने यो आइपिओ तपाईका लागि महत्त्वपूर्ण हुन सक्छ। साथीहरु, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ बारे जानकारीमूलक भिडियो कस्तो लाग्यो? भिडियोलाई लाइक र शेयर गर्नुहोला। यस्तै आइपिओ र शेयर बजारका ताजा अपडेटका लागि नयाँ आइपिओ अपडेटलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। थ्याङ्क्स फर वाचिङ।